होइन यो छोरा कता गएछ आजभोलि मसँग राम्ररी कुरा पनि गर्दैन घरमै छ कि कता गएछ हौ छोरा छोरा बाबु हजुर आमा के भन्नुभयो आमा होइन छोरा त आजभोलि कहाँ डुल्दैछस् मसँग आजभोलि राम्ररी कुरा पनि गर्दैन अनि विदेशको कुरा कहाँसम्म पुग्यो हुँदैछ आमा बिस्तारै अब मैले अस्ति बेलायतको लागि बुझेर आएको थिएँ त्यहाँ चाहिँ पैसा धेरै भन्नुभएको छ आमा सबै प्रक्रियाहरू चाहिँ भइसक्यो अब 40 लाख चाहिन्छ भने आमा 40 लाख चाहिँ हामीले खोज्न सक्छ कि सक्दैन त्यसमा चाहिँ चिन्ता हो आमा अब हजुरले के भन्नुहुन्छ होइन बाबु यो के नै किन सानो देशमा गए पनि मेहनत गर्ने मान्छेहरूले त खाली हात त फर्केको छैन नि अनि यति धेरै रकम कहाँबाट जुटाउनु हामीले हाम्रो हैसियतमा पनि त छैन यो हैसियत भन्ने कुरा मैले सानैदेखि सुनिएको छ आमा तपाईँले कहिले सोच्नु भएको छ मेरो मनमा के छ मेरो सपना के छ भनेर तपाईँले मेरो सपना देख्नु भएको छ आमा म त युके नै जाने निदो गरेँ आमा अरूको छोरा जसरी म पनि ठुलो बन्ने हो अरूको देशमा गएर ठुलो देशमा गएर आमा म त जसरी पनि जाने आमा होइन त यो के भन्दैछ छोरा मैले तेरो सपना नदेखेको होइन नि देखेको नै छु तर सपना देख्ने आँखाले मात्रै रहेछ पुरा गर्नलाई त पैसा पनि त हुनु पर्यो नि बाबु हेर्नुहोस् आमा म जसरी पनि युके नै जाने अरूको छोराहरू जान सकिन्छ भने म पनि त जान सक्छु नि म यो गरिबीको कैदी बनेर बस्न सकिँदैन आमा मलाई अवसर चाहिएको पैसा होइन त्यही भएर मलाई अवसर नै चाहिन्छ आमा जसरी भए नि हे छोरा तैँले अवसर त मागिस् तर हाम्रो घर जग्गा मेरो घर गहना बेचेर पनि त यति धेरै पैसा जुटाउन सक्दिनँ मैले मलाई माफ गरिदिए छोरा मैले जति कोसिस गरेँ पनि तेरो सपना पुरा गर्न सकेन छोरा कहाँ गएको छोरा यतिकै रिसाएर जान्छ के गर्ने होला